मिठो गाउनु भोतानी गाउनु भोतानी त्यही सुनेर लट्ठिए म पनि नरमाया गाउनु भोतानी गाउनु भोतानी त्यही सुनेर लट्ठिए म पनि नरमाया होइन र त्यही सुनेर लट्ठिए म पनि नरमाया यसरी तानेर कहाँ लान पाइन्छ र हजुरको शुभ नाम क्रिएसन क्रिएसन नाममै यस्तो राम्रो क्रिएसन आहा क्रिएसन कहाँबाट आउनुभएको म्याग्दी जिल्ला हाय हाय म्याग्दी तपाईले जस्तो खालको गीत गाउनु भयो जसरी प्रस्तुत हुनुभयो सानैमा म त्यसरी नै म प्रस्तुत हुन्थेँ तपाईको आवाज सुन्दाखेरिमा सबैभन्दा पहिला पागल भएको मै हो त्यसैले गर्दाखेरिमा हेर्नुस् मैले यति यो चेयर छ नि तपाईको लागि छोड्दे मैले मेरो टिममा टिम अर्जुनमा आउनु भयो बुझ्नु भयो नि तपाईको लागि चेयर छोड्दे उस मैले यता आउनुस् त एकचोटी यो यसरी हुँदैन कुर्सी त हाम्रो पनि छ नि कस्तो राम्रो आवाज तपाईको हजुरलाई धेरै धेरै बधाई छ यति राम्रो गाउनु भयो थ्यांक यू सर एकैछिन उठ्नु त एकैछिन यहाँ आउनु त यो अझै तातो राम्रो छ कस्तो सुहाएको लगाएर त्यो बुढोपाका बस्ने यसो त्यो फुच्चीहरुका जानुहुन्न के म्याग्दीसँग मेरो छुट्टै माया छ सम्बन्ध छ उहाँको लुगा र यो उहाँले सुहाउने सुहाएन कि एकचोटि आउनु गर्नुहुन्छ कि यताको लुगा र सिटै सुहाएन कि सिट सुहाउने चाहिँ मलाई यतैतिर हो जस्तो लाग्यो है एकचोटि ल बिचमा लगौँ त हे दोमन तिमीले गर्दैछौ किन राम्रो मान्छे छोड्न म सक्दिन नरौ माया ल हे यो चीज त उहाँले प्लिज तपाईले जस्तो गाउनुहुन्छ जे गर्नुहुन्छ त्यसको एक्स्ट्रा गरौँला भरपाईलाई हामी पनि लिन आको तपाईलाई एकचोटि आउनु त त्यसरी हजुरलाई एउटा प्लिज यति राम्रो आवाज एउटा यसो कुरा गर्न लाउँछु यता आउनुस् त नुनाले केही गर्दैन यो अर्जुनले कोच अर्जुन पनि बस्दिनुहोस् कोच मिलन पनि तलबाट हेर्दैछौ देखिन्छौ टावर फाइनलतिर भेट्नेछौ पावर नरौ मायालु अब पावर केही होइन त्यो पावर केही होइन त्यो पावर आउने छ सँगै यस्तो यस्तो फ्लावर दोरी गाउँदै हुनुहुन्छ कि हजुरलाई एउटा सानो काम दिन्छु है